हाई एभ्रिवान, जय मसी। हजुरहरू सबैजनालाई आज यहाँनिर मासु ल्याउनको लागि सबैजना भेला भइराखेको छ। किचनमा चाहिँ यहाँ हँसाउँदैछ एकजना भाइले चाहिँ, अनि यहाँ चाहिँ मासु काट्दैछ सुँगुरको। के अरे रिङ्कीबुङको के अरे भन्नु फेरि? रिङ्कीबुङको रागोलाई ताप्लेजुङमा ताकेर कालेबुङमा काटेर खुलाउला केसरी खाउला बेसरी है। सोल्टिनीले चाहिँ एकदम टेस्टी एकदम मिठो बनाउनुहुन्छ सब्जी। आज चाहिँ उहाँले बनाउँदैछ दामी। यसरी पकाउनु पर्दो रहेछ नि त सुँगुरको मासु चाहिँ साथीहरू। तेल चाहिँ कम्ती हालेर। आज चाहिँ नयाँ कुक पऱ्यो कि यहाँनिर सोल्टिनी ज्यू दामले। आमालाई अलिक इज्जतसँग त बोलाउनु। भेटैमा भयो सोल्टिनी ज्यू राम्रै छ समाचार। धरन धनकुटा भेडेटा सोल्टिनी ज्यू। सोल्टिनीलाई पनि याद रहेछ त गीत रेना सिरियस हेर्नु त यहाँ। मासु दिँदैन मलाई नानु भन्नु किन बनाउनु बनाउनु अरे मासु किन यत्रो पकाइबसेको हो भनेको। खानुहुँदैछ सबैजनाले। चाहिँ भेनाले बिदा माग्नुहुँदैछ। हिजो आउनुभएको थियो नानाहरू भेना चाहिँ, आज चाहिँ घर जानुहुन्छ कि त। ल जानुहोस् ल नाना, बाई 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 बाई। जानु भयो नाना, हुन्छ।